हेलो क्लास 6, वेलकम टु द भिडियो। आज हामी ग्राफको केही कुराहरूलाई एकचोटि रिभाइज गर्नेछौँ। सो यसरी हामीले दुईवटा पर्पेन्डिकुलर लाइनलाई इन्टरसेक्ट गऱ्यौँ भने यहाँको जुन पोइन्ट छ यसलाई हामीले अरिजिन भनेर भन्छौँ। ओके, सो जब हामीले यसरी दुईवटा लाइन बनाउँछौँ त्यो बेला हामीले जुन हाम्रो यो प्लेन छ यसलाई चारवटा कोठामा के गरिदिन्छौँ त यसरी डिभाइड गरिदिन्छौँ। ओके, सो यहाँनिर हामी हेर्न सक्छौँ कि यो क्वाड्रेन्ट छ, यो कोठा छ जुन, यसलाई हामीले फर्स्ट क्वाड्रेन्ट भन्छौँ र यसलाई सेकेन्ड क्वाड्रेन्ट भन्छौँ र यसलाई थर्ड क्वाड्रेन्ट पनि भन्छौँ र यसलाई फोर्थ क्वाड्रेन्ट भन्छौँ होइन। सो यसरी हामीले अलिकति स्ट्यान्डर्ड टर्मिनोलोजिसहरू पनि जान्नुपर्ने हुन्छ। अब यदि मैले यहाँको कुनै एउटा पोइन्टलाई चुज गरेँ भने हेर्नुहोस् है, जस्तै कि त्यो पोइन्ट मानिलिउँ यहाँतिर कुनै एउटा पोइन्ट छ भने त्यसको हेर्नुहोस् एक्समा हिँडेको नम्बर मतलब एक्स डाइरेक्सनमा हिँडेको नम्बर पनि पोजिटिभ छ र वाइ डाइरेक्सनमा यहाँदेखिको माथि जानु पऱ्यो नि त, यहाँ एउटा कुनै पोइन्ट छ भने त वाइ डाइरेक्सनमा हिँडेको नम्बर पनि पोजिटिभ छ। सो त्यही भएर यहाँनिर हाम्रो दुइटै नम्बर पोजिटिभ हुन्छ। के हुन्छ? बोथ पोजिटिभ। भन्नुको मतलब फर्स्ट क्वाड्रेन्टको कुनै पनि यदि लाइनलाई तपाईँले नम्बरलाई यदि रिप्रेजेन्ट गर्नु छ भने त्यो दुइटै पोजिटिभ हुन्छ। सो यदि सबै पोइन्ट्सहरू पोजिटिभ छ भने तपाईँले इजिली फर्स्ट क्वाड्रेन्टमा मात्रै हाल्न सक्नुहुन्छ। तर इफ त्यस्तो छैन, इफ यु हेभ अ लाइक नेगेटिभ नम्बर्स भने हामीले त्यसलाई नेगेटिभ एउटा चिज नेगेटिभ छ, यता हिँडेको चाहिँ र माथि हिँडेको चाहिँ पोजिटिभ भयो भने त्यसलाई चाहिँ अब हामीले के भन्न सक्छौँ भन्दाखेरि सेकेन्ड क्वाड्रेन्टमा पर्छ त्यो चाहिँ, हो कि होइन। जस्तै यहाँ एउटा पोइन्ट छ भने यो पोइन्टसम्म आउनलाई तपाईँ पहिला यहाँबाट त लेफ्ट हिँड्नु पऱ्यो। यदि अरिजिनबाट लेफ्ट जान्छ भने त्यसलाई हामीले माइनसले भन्छौँ। भनिसकेपछि यदि यहाँबाट यता एक्स डिस्टेन्स दूरी ट्राभल गरेको थियो भने त्यसलाई हामीले एक्स होइन माइनस एक्स भन्नुपर्छ, किनभने यो त नेगेटिभ डाइरेक्सनमा ट्राभल गरेको हो। यसको कम्पेरिजनमा यसलाई हामीले नेगेटिभ भनेको हो, बुझ्यौ। जस्तै कि अघि यहाँदेखिको यहाँसम्म यो एक्स गएको थियो अरे, यहाँदेखिको यहाँसम्म यो वाइ हिँड्यो भने यो पोइन्ट कति हुन्छ? एक्स कमा वाइ। भेरी सिम्पल। त्यसरी नै यो पोइन्ट यदि म यहाँदेखिको यहाँ एक्स हिँडेँ र यहाँदेखिको यहाँ वाइ, अब किन एक्स वाइ भनेको भने बिकज इट रिप्रेजेन्ट एनी नम्बर, इट क्यान रिप्रेजेन्ट एनी नम्बर यहाँ पर्ने। त्यही कारणले आई डु नट चुज एनी स्पेसिफिक भ्याल्यु। ओके, इट इज अ जेनरल। सो माइनस एक्स कमा वाइ हुनु पुग्यो यहाँनिर चाहिँ। ओके, त्यही कारणले अगाडिको नम्बर चाहिँ पोजिटिभ, पछाडिको नम्बर चाहिँ अगाडिको नम्बर चाहिँ नेगेटिभ, पछाडिको नम्बर चाहिँ पोजिटिभ छ भने त्यो चाहिँ सेकेन्ड क्वाड्रेन्टमा पर्ने उसको भाग्य हुन्छ। त्यसरी नै यो थर्ड क्वाड्रेन्टमा पर्नेहरू कस्तो हुन्छ? एक्समा त नेगेटिभ नै हुन्छ, अगाडिको नम्बर त जहिले नेगेटिभ हुन्छ, पछाडिको नम्बर चाहिँ के हुन्छ भन्दाखेरि यहाँनिर पोजिटिभ हुन्छ। त्यसलाई हामीले वाइ भनेर प्लस वाइले रिप्रेजेन्ट गरौँ। ओके, सो यसरी नै यहाँको चाहिँ के हुन्छ? क्यान यु गेस? तपाईँ पहिला एक्समा हिँड्नुहोस्, यहाँ एउटा पोइन्ट छ भने तपाईँ पहिला एक्समा हिँड्नुहोस्, वाइमा पनि हिँड्नुहोस्। सो इट इज एक्समा नेगेटिभ हिँड्यो, वाइमा पनि नेगेटिभ नै हिँड्यो हो तपाईँ, किनकि तल जानु भनेको नेगेटिभ हो। ओके, सो यसरी चाहिँ हामीले चारवटै क्वाड्रेन्टमा नम्बर कस्तो हुँदो रहेछ त हाम्रो जेनरल रिप्रेजेन्ट एक्स कमा वाइ हुँदो रहेछ, यहाँ माइनस एक्स वाइ हुँदो रहेछ। अब यसलाई याद गर्ने होइन, यसलाई याद गर्ने हुँदै होइन, यो कुरालाई यसलाई त बुझ्ने हो, आफैले फिल गर्ने। यहाँदेखिको यहाँ जाने माइनस एक्स हिँडेँ म, माथि जाने पोजिटिभ एक्स भनेर यसरी लेख्ने। त्यसरी नै यहाँ पनि सम्झिने, यहाँको पनि जेनरल पोइन्ट्सको जेनरल रिप्रेजेन्टेसन भन्छ यसलाई, अल द पोइन्ट्सको जेनरल रिप्रेजेन्टेसन। यहाँ पढ्ने सबै पोइन्टहरूलाई यिनीहरूले जेनरली रिप्रेजेन्ट गर्दैछ। ओके, सो यहाँ पढ्ने सबै पोइन्ट्सहरूलाई के गर्दैछ अरे त जेनरली रिप्रेजेन्ट गर्दैछ यो माइनस एक्स र माइनस वाइले। एक्चुअली दे आर जस्ट अ नम्बर। जस्तै इक्जाम्पल हेरौँ म कि यहाँ मैले 2 र 5लाई चुज गरेको छ भने यो क्वाड्रेन्टमा हो भने 2 5 भन्नुपर्छ, यहाँ हो भने -2 पोजिटिभ 5 भन्नुपर्छ, यहाँ हो भने -2 नेगेटिभ थर्ड क्वाड्रेन्ट होइन -2 नेगेटिभ 5 भन्नुपर्छ। र यहाँनिर चाहिँ मैले अघि गलत गरेछु, यो पोजिटिभ एक्स हिँडेको हो हाम्रो, मैले यहाँ अघि नेगेटिभ लेखेर राखिदिएछु। सो इट सुड बी पॉजिटिव बिकॉज वी मूव इन पॉजिटिव डायरेक्शन, है ना। सो ये सब छोटी छोटी बातें होती रहती है।
Okay, but the most important thing is to understand how we work in the coordinate and graph. सो यो एउटा सानो अलिकति तपाईँहरूको लेभलको भन्दाखेरि लिटल बिट हाई एडभान्स हो. ओके, सो नेक्स्ट हामीले नि कस्तो खेल खेल्न सक्छ भने सपोज यहाँनिर एउटा पोइन्ट छ अरे, यो पोइन्टलाई यदि मैले यहाँनिर एउटा मिरर छ अरे भने मिरर राख्यो भने तपाईँ इमेजिन गर्नुहोस् तपाईँ यहाँ बस्नुहुँदैछ अनि तपाईँले यहाँ एउटा ऐनालाई हेर्नुभयो भने त्यो ऐनाभित्र तपाईँ देख्नुहुन्छ कि हुँदैन आफूलाई. सो त्यो ऐनाभित्र कति टाढा हुन्छ त तपाईँ भन्दाखेरि यहाँदेखिको यहाँ जति टाढा छ यहाँदेखिको यहाँ पनि त्यति नै टाढा हुनुहुन्छ तपाईँ. त्यो ऐनाभित्र पनि त्यति नै डिस्टेन्स बस्नुहुन्छ. यहाँनिर चाहिँ ऐना छ अरे फेसिङ तपाईँलाई यता भने त्यो ऐनाभित्र तपाईँ यहाँदेखिको तपाईँसँग जति दूरी छ ऐना पनि त्यति नै टाढो पुगेको हुन्छ ऐनामा पनि तपाईँ. सो तपाईँ यहाँनिर देख्नुहुन्छ भन्दाखेरि स्पेसको तपाईँलाई त्यस्तो लाग्छ है तपाईँले हेर्दाखेरि, तर एक्चुअलमा तपाईँ के भएको त रिफ्ल्याक्ट भएको. के भएको? रिफ्ल्याक्ट. यसलाई भन्छ रिफ्लेक्सन, जुन चाहिँ हामी नेक्स्ट भिडियोमा एकदम मजाले बुझ्नेछौँ. ओके गाइस, सो टिल देन इन्जोय म्याथमेटिक्स.